अर्को कुरा म केही खुदरिया दलका नेताहरू पार्टीहरूको बारेमा भन्न चाहन्छु। हाम्रै यही जिल्ला यही क्षेत्रका अहिले वर्तमान प्रतिनिधि सभा सदस्य हुनुहुन्छ प्रभु शाहजी। उहाँको पार्टी छ आम जनता पार्टी मोबाइल छ। आजकल कहीँ कहीँ कार्यक्रममा उहाँका पार्टीका नेताहरूले भन्दै हुनुहुन्छ कि रौतहटबाट एमालेलाई सिद्ध्याउनु पर्छ। यस्ता कुराहरू चाहिँ भन्दै हुनुहुन्छ उहाँ। म भन्न चाहन्छु कि नेकपा एमालेलाई सिद्ध्याउन माधव नेपालको समाजवादी पनि लागेको थियो। त्यो सिद्ध्याउँदा सिद्ध्याउँदा आफै सिद्धिन थाल्यो। नेकपा एमालेलाई सिद्ध्याउन माओवादी पनि लागेको थियो। त नेकपा एमाले सिद्ध्याउँदा सिद्ध्याउँदा ऊ आफै सिद्धिन लागिसकेका छ। र माओवादीले सकेन, समाजवादीले सकेन, यो देशका बडा बडा शक्तिले सकेन, विदेशी शक्तिले सकेन भने तपाईँ कुन खेतको मूल्य हुनुहुन्छ? जसले दिवा सपना हेर्दै हुनुहुन्छ कि नेकपा एमालेलाई रौतहटमा सिद्ध्याउनु पर्छ। तपाईँ जनतालाई बेकुफ बनाउँदै हुनुहुन्छ, ठग्दै हुनुहुन्छ। फेरि त्यही जनतालाई तपाईँ कति पटक ठग्ने? एकचोटि ठग्नुहुन्छ, दुईचोटि ठग्नुहुन्छ। तब तपाईँ जति पटक जनतालाई ठग्नु भएको छ त्यो जनतालाई चलाक बनाउँदै हुनुहुन्छ कि जनतालाई बुद्धि दिँदै हुनुहुन्छ, सिकाउँदै हुनुहुन्छ। अब चाहिँ तपाईलाई नै यो जनताले ठग्नेवाला छ। तपाईलाई नै ठग्छ। तपाईँ होस राख्नुहोस्, चेत राख्नुहोस्। तपाईँकै यो क्षेत्रमा आज जुन नेकपा एमालेलाई आफ्ना आदर्श ठानेर पुरा सिङ्गो गाउँ नै नेकपा एमालेमा प्रवेश गरेका छन्। यसले के सिद्ध्याउँदैछ? यो क्षेत्रमा, यो 84मा नेकपा एमालेको लाल झण्डा गाडिनेवाला छ, लाल झण्डा गाडिनेवाला छ। र यो रौतहटमा नेकपा एमाले सिद्धिँदैन। नेकपा एमाले सिद्ध्याउने दिवा सपना तपाईँ छोडिदिनुहोस्, मनबाट हटाइदिनुहोस्, मस्तिष्कबाट हटाइदिनुहोस्। अब तपाईँ सिद्धिनुहुन्छ, तपाईँको पार्टी सिद्धिनुहुन्छ। नेकपा एमाले रौतहटको 4 सिटमा, रौतहटकै 18 स्थानीय तहमा, रौतहटकै 8 प्रदेश सभामा आफ्ना लाल झण्डा गाड्ने छन्। त संसारको यो रौतहटको कोही शक्ति रोक्न सक्दैन, कोही शक्ति रोक्दैन। जुन मैले आज यो कार्यक्रममा तपाईहरूको जुन यो उत्साह हेरे, तपाईहरूको ऊर्जा हेरे, म 27-28 वर्षदेखि राजनीतिमा लागेको छु। तर सिङ्गो गाउँ कुनै एउटा पार्टीमा समाहित भएको कहिले पनि हेरेको छैन। र यो गाउँमा सिङ्गो गाउँ पार्टीमा समाहित भएछ। यसले के दर्शाउँछ? नेकपा एमाले गरिबको पार्टी, दलितको पार्टी। र नेकपा एमाले जनताको विकासको लागि पार्टी हो, देशमा समृद्धि ल्याउने पार्टी हो। र चाहे त्यो सत्तामा होस् या चाहे विपक्षमा होस्, नेकपा एमाले सदैव जनताको पक्षमा बोल्ने पार्टी हो। त्यही भएर जति पनि नेकपा एमाले प्रति प्रहार हुँदा, नेकपा एमालेका नेतृत्वप्रति प्रहार हुँदा नेकपा एमालेका आकार बढ्दैछन्, नेकपा एमालेका कार्यकर्ता बढ्दैछन्, नेकपा एमालेका देशका हरेक कुना काप्चामा संगठन बढ्दैछ। जसले दर्शाउँछ आउने 84को निर्वाचनमा सिङ्गो देश नेकपा एमाले हुनेछ, सिङ्गो देश नेकपा एमाले हुनेछ।